हेलो एभ्रिवान, नमस्ते। यहाँ हेर्नुहोस् न, मलाई चाहिँ उहाँले ल्याइदिनु भएको तलबाट मकै ल्याइदिनु भएछ होइन। अब यसपालिको मकै पनि खाइने भयो, उसिनेर। अब पोल्ने त जग्गा छैन, उसिनेर खाने भनेर चाहिँ यहाँनिर यो गर न, यहाँ अट्दैन। यसलाई दुईवटा बनाऊ त, अट्दैन नि भाइ, दुईवटा यसो ट्याक्क भन्छ। अब यो कलिलो माथि हाल्नुपर्छ, चिप्पेको कलिलो। यहाँनिर चाहिँ अन्त तपाईँलाई एकदम धन्यवाद, धेरै धेरै मकै ल्याइदिनु भएछ है। अब यो मकै चाहिँ हामी उसिनेर खानेवाला छौँ। यो त चाम्रो रहेछ भाइ, यो उयो गरेर खानुपर्छ के होइन, भुटेर त्यो मकै ठोस्के कि फोस्के के भन्छ नि, यस्तो भुटेर खानुपर्छ। यो चाहिँ यस्तोहरू उयो गरेर न हौ भाइ, यसो गरेर उयो गरेर यो चाहिँ अब हामी भुटेर खान आँटेको। एकदम उहाँलाई धन्यवाद भन्न चाहन्छु है। बस्तीमा बस्नु चाहिँ यसरी सब्जीहरू चाहिँ आइबस्छ जहिले पनि कहीँ न कहीँबाट।